हामी चाहिँ अब ककनी तर्फ जाँदैछौँ फुङफुङ झर्ना गएर आएको यो चाहिँ पार्ट 2 अर्को भिडियो मैले राखिसकेको छु गएर हेर्नु होला च्यानलमा गएर भिजिट गर्नु होला नयाँ हुन्छ भने च्यानलमा गएर सब्स्क्राइब गरिदिनु होला पुरानो हुन्छ भने छोटो मिठो कमेन्ट छोडिदिनु होला अब चाहिँ हामी ककनीको उकालो लाग्दैछौँ ककनी तर्फ ककनीको त्यो भाइरल चौर एकदम आनन्द पिसफुल ठाउँ छ जोस अब लाग्दैछौँ हामी चाहिँ मजाले हेर्नु होला भिडियोमा के कसो हुन्छ म हजुरहरूलाई देखाउने छु सधैँ साथ सपोर्ट माया देखाइदिनु होला अब 1K पुग्न लागेको छ चाँडै लगभग 700 चान्चुन भयो ल चाँडै 1K पुराइदिनु होला हजुरहरूको साथ सपोर्टले गर्दा नै हो कति माथि सो धेरै वर्षपछि यार कस्तो दामी सैनिक एरिया रहेछ यता जोस ल केटा हो सैनिक एरिया रहेछ यता चाहिँ क्या दामी आएछ सो गाइस हामी चाहिँ ककनी आइपुग्न लाग्यो यस्तो मौसम त बबालै चिसो छ नि फेरि हो ल अघि चाहिँ हामी कन्फ्युज भएर उता गएको थियो यता रहेछ नि त चट्टा पारामा दामी दामी सिनहरू त हो भ्यू त हो त्यहाँ जस्तो लाग्यो ओहो ठाउँ कस्तो थियो कस्तो भइसक्यो ए परे भएको छाती दामी रहेछ र दामी त्यो चौर चाहिँ कताबाट जाने हो भने आसे कताबाट हो जाने चौर सोधौँ न बाजेलाई चौर जाने बाटो कता होला बाजे चौर यही हो ल ल ल ल ल ल ल ल ल धेरै वर्षपछि आएको यो चौरमा चाहिँ म ओहो यतिहरूलाई यति दुःख कष्ट गरेर आएको हामी स्ट्रबेरीको के हो बोट होइन त्यो सबै झर ककनीको चौर तिमीहरूलाई एकदम माइन्ड फ्रेस हुन्छ नि त ल रोटेपिङ रहेछ यहाँ चट्ट पारामा बवालसँगले ओइ तल्ला अहिले म है यसलाई त्यहाँ चढाइदिएँ एकचोटि इच्छा पुरा होस् ल फर्स्ट टाइम देखाएर मैले त कसम चढा नि त्यसलाई त्यहाँमा चढा न बोकेर अगाडिपट्टि उल्टो चढाउँछ नगर त्यो घुमाउनु पर्छ हल्लाइदिएन एकचोटि घुमाइदिएन एकचोटि बिस्तारी ल रोटेपिङ पनि फर्स्ट टाइम देखाएर मैले त कसम छोड्दे एकचोटि समातेर बस्नु लड्छ फेरि छोड्दै घुम्छ धेरै नगर फेरि फनक घुम्नु समात डर हो लड्छ नि त्यसलाई डर लाग्यो ल भयो ल झर छोड्न एउटा फोटो हान्छु त्यति छोड्न नगर भने त्यसलाई डराउँछ त्यो मजा आयो रोटेपिङ खेल्दा उसले माछा पुऱ्याइदियो नि फेरि सो मेरो बाइक चाहिँ त्यहाँ छ होइन चट्टा पार्किङमा हामी ककनी मजाले आएको यसो घुम्न काका भतिज भयो रोक नगर है मजा आयो ल झर अब भयो कस्तो बाटै कन्फ्युज हुने धेरै पछि आइसक्यो पानी पर्ला जस्तो छ यार कस्तो चिसो त आम्मा पानी पर्यो पानी बाबु चाहिँ त्यो रोटेपिङ खेल्दैछ ओ पानी पर्यो यार ला मजा आयो ल बाबालाई पानी पर्यो फर्स्ट टाइम खेल्दै रोटेपिङ पनि जोस मजाले पानी परिसक्यो ल जाउँ पानी बवाल पर्यो लाइतिर नि रोटेपिङको स्वाद चाखिस् नि तैँले नि कस्तो लाग्यो अनुभव मजा आयो ल यहीँ फोटो हान्दैछु भिडियोमा कस्तो लाग्यो राम्रो ओहो कस्तो चिसो भयो हामी समथिङ एकचोटि स्कुलबाट होइन म स्कुलबाट उ त्यो पिकनिकै बेलामा थियो रमाइलो छ जोस्
ल जम्मै पानी पर्यो हिउँ पर्छ जस्तो छ क्या हो अब चाहिँ फिक्स चन्द्रगिरीमा हिउँ पर्छ ल धेरै हुन्न त्यो पल्टिन्छ क्या धेरै माथि गयो भने समात भयो पानी परेर जानुपर्छ अब रोक समात भने भयो झर्छ ल जहाँ चाहिँ पानी पर्यो त्यो झर्ला भने ल भयो पानी पऱ्यो जानुपर्छ रोक म गएँ ल तिमीहरू खेल्न बस म गएँ आइज पानी पऱ्यो आइज सिधो पानी पऱ्यो भने भयो अझ माथि त झार अब त्यहाँबाट माथि लात लिन्छु नि भुक्कै मैले ओहो पानी पऱ्यो बबालसँगले ल कस्तो लाग्यो तिमीहरूलाई रोटेपिङ खेल्दा भन्दैन अन्त ओ कत्रो पानी पऱ्यो उता मायालु ल मा तरी के भने स्ट्रबेरीको खेती रहेछ बबालसँगले कस्तो रमाइलो लाग्यो ककनीमा आएर नि यार बाटोको हालत कसरी पुग्यो तपाईँ ल्याम्लुम भइसक्यो जुत्ता ल हाम्रो ब्रदरले बिस्तारै लाँदै हुनुहुन्छ एकदम हल्का रेप के हल्का ल बेनेलीको पनि यो ताल छ हाम्रो त मैले त झन् ल्याम्मै हिलोमा यता साइड चिप्ल्यामा जस्तो ल यता देखाएको जुत्ता यसको झन् यस्तो छ मेरो यस्तो जुत्ता सामान ए बोरो वाह मजा आयो अब च्याप्प समातेर बसिहाल्नु पछाडि नगर भिडियो पानी परेर ल्याङ अहिले क्या त्यति मात्र घाम लागिरहेको छ क्या यस्तो बाटो छ है बाटोको हालत पत्ली भयो मासला ब्रेकको नटै झऱ्यो यार यस्तो बिचक त कहाँ हुन्छ र यहाँको नटै झरिदिरहेको ल अनि ल्याम्मै बाइक चिप्लियो नगर न त्यो गेडा होस् फेरि कहाँ झर्थ्यो अब यहाँ हिलोमा कहाँ खोज्नु खै त माथि छ कि जुत्ताको हालत यस्तो छ है आफ्नो हालत पनि यस्तै छ है ला मेरो हालत देखाएको थियो एउटा पत्ली भएर हालत जुत्ता देखामा जस्तो बल्ल हिलो बाटो सकेर पिच बाटो 1 घन्टा लाग्यो यति बाटो आउँदै 15 मिनटको बाटो 1 घन्टा लाग्यो 1 घन्टा 15 मिनटको बाटो 1 घन्टा लाग्यो केटा हौ बाटोको हालत यस्तो थियो मासला पछाडिको ब्रेकको नटै कहाँ झऱ्यो मासला ब्रेक थिच्दा नटै उड्यो सो अब यतातिर कता वर्कसप छ यस्तो नट हालिदियो भन्नु पर्यो त्यो पुरानो बाइकहरू खोलेर है त्यहाँ रहेछ होइन हिलामे बाटो बाइकको ब्रेक फेल भएको छ आज भोलि बनाउनु पर्छ यस्तो छ कम्पनी गएर आएको आज फुङफुङ झरना र कम्पनीको चौर गएर आएको यस्तो छ सक सबै गएको छ बाइक डरो खर्चमा त्यही भएर यसो छिटो मिठो राइड भलक हान्न हिँडेको भलकै भयो यस्तो छ हालत चक्काको हालत त्यो गीत चाहिँ हिँड्यो अरू भन्ने त्यही आइपुग्यो घर त्यही खुसीको कुरा ल भिडियोलाई चाहिँ यहीँ समाप्त गर्छु म लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला 7 बजीतिर आइपुगेँ खानासाना खाएर एकछिन बसी अब भिडियो चाहिँ 1-2 दिनमा आउँछ है त गाइस